मैले चाहिँ भर्खरै एउटा साथी भेटाएँ। हेलो आइ एम सामर्गी। सो मैले फर्स्ट बनाएको साथी भनौँ कि भेटाएको साथी उयो हाई मेरो नयाँ साथी। हामी चाहिँ अहिले भ्यू हेर्दैछौँ होइन टिचरहरूको चाहिँ मिटिङ भइरहेको छ अरे फ्रम वाट आई हर्ड या त्यस्तै छ तर नेकेड आइजबाटै राम्रो देखिरहेको छ यहाँ चाहिँ। यस्तो गऱ्यो भने चाहिँ ब्याकग्राउन्ड म्युजिक हाल्नु पर्दैन कि नो कपिराइट। फेरि भ्यू यस्तो देखाउने गीत फेरि भएन योले थोरै छेकिदियो कि यो रुखले। राइट नाउ वी आर टेकिङ हाम्रो डिपार्टमेन्टको एउटा मात्र बिल्डिङ छ त्यही बिल्डिङको टुर गरिरहेछौँ हामी। यो चाहिँ क्लास भयो कसको हो थाहा होइन। ओए जेन जी अल्फा बिटा हेलो एआईको हो एआईको कुन सेक्सन वेलकम। हाई तिम्रो नाम भन। मेरो नाम नेली। तिम्रो नाम के रे तिम्रो नाम? नेली। नेली मेरो उपासना। अझै एउटा साथी बन्यो है त ल मैले चाहिँ यो बनाइराखेको कि त्यही भएर सबैको यस हामीले चाहिँ लज आयो नयाँ साथी भेटाएको छौँ। हाई मेरो नाम चाहिँ लसता महर्जन हो। मेरो नाम चाहिँ आकृति जोशी। वाउ नाइस टु मिट यु। हामी चाहिँ अहिलेसम्म सेक्सन ए को 1 2 5जना भयौँ होइन ए प्लस ए म त चिटिङ गरेर है म झन् चिट हराएको मान्छे हो। हामी कहाँ जाँदैछौँ? हामी खोज्दै जाँदैछौँ अब कता कता आयो न। यो हो नि त्यो नचल्ने रेस्टुरेन्ट। मलाई यो हेर्ने बित्तिकै कस्तो कस्तो फिल हुन्छ। म यहाँ गएन तर नि फिल हुन्छ। हामी उतातिर जाने के लाग्छ? ए झ्याउ लाग्छ अरे है मलाई चाहिँ। तिमीहरू फर्स्ट टाइम म त कतिचोटि आइस। ए है रेगुलर ऊ चाहिँ बनेपा बस्छ त्यही भएर यहाँको लोकल भयो नि त तिमी। मैले चाहिँ नयाँ साथी भेटाएँ। आफ्नो नाम भन्ने हेलो माई नेम इज जुत्तम हरा यु क्यान कल मी जुत्तम। हाई माई नेम इज सामर्गी दिता। कतिजना भयौँ हामी टोटल? अघि 5जना थियौँ होइन अहिलेसम्म चाहिँ यतिजना भयौँ मोर टु कम होइन। हामी चाहिँ उसले भर्खरै डिस्क्रिप्सन दिइसक्यो कि हेलो हेलो हामी चाहिँ 7जना केयुको बसबाट सेन्ट्रलमा आएको छौँ। किन आएको छौँ भन्ने थाहा होइन यो ल के भने जस्तो मेरो 2जना साथी मदरल्यान्डको के बोले म मदरल्यान्डको चाहिँ अनि ऊ यहाँ होइन लाइक अरू के 2जना केटा साथीहरू कि अनि उनीहरू मलाई भेट्न पाए राम्रो हुन्थ्यो तर मैले भएको छैन। हामी चाहिँ यो कहिले पनि हेरेर नसकिने यो के हो भन्ने सुनेको थिएँ मैले। आई थिङ्क वी आर देयर। कस्तो देखियो यताबाट? भयो त्यस्तो पाइन्न ल पाइँदैन। ए म बाबालाई देखाउनुपर्छ यार के गरे काटिदिन्छु मलाई यस के अरे हेलो हामी चाहिँ कता जानु लाग्यौँ रे? होइन ब्लग होइन डकुमेन्ट हो कि डकुमेन्ट्री हो कि। हामी क्याफे खोज्दा 2-3 चक्कर काट्यौँ क्याफे र बसको लागि अनि थाकेर अब चिया खाने कुरा भएको होइन त्यसैको पछाडि होइन
13 यो भयो भने त 14 त्यसको पछाडि होला नि आई थिंक वाउ फर्मै आयो त नाइस हाम्रो बिछिडेको साथीहरू हम आए हैं चाय पीने चाय पी लो फ्रेंड्स चाय पी लो थोड़े स्नैक्स के साथ के अरे हामी कता छौँ रे वे हामी कम्प्युटरल्यान्डमा के अरे यिनीहरूको चाहिँ उस छ के छ क्लास बोल्न आउँदैन मलाई अनि हामी चाहिँ यहाँको गेस्ट हो ए हो र स्ट्यान्डअप 2 बजीदेखि क्लास सुरु हो यिनीहरूको 2-3 भइसक्यो अहिलेसम्म आएनन् कोही पनि हेलो Hi, हु आर यु I'm Pratisha. हु आर यु टु मी I'm a friend. ओके हामी चाहिँ होस्टेल मेट्स भनौँ नट एक्ज्याक्टली रुममेट्स बट होस्टेल मेट्स होइन हाम्रो रुम अगाडि Next week. या नेक्स्ट द गर्ल नेक्स्ट डोर Oh my god. के अरे हामी चाहिँ ए यो हो ओए कृतिका Do you have a number? छैन भाइ उनीहरूको त हाम्रो अर्को होस्टेल हो र Yeah. खै देखिन नगरेको होइन ऊ भनेको ल के अरे कहाँ थिएँ म कहाँ थिएँ के अरे ए यता चाहिँ हामी होइन म चाहिँ सेन्ट्रल कलेजमा आएको थिएँ त्यो विथ मेरो एआईको साथीहरू अनि आई मेट दिस सिभिल रे फेरि हेर न केमिकलको मेरो साथी सी वाज अल्सो रोमिङ अराउन्ड यत्तिकै विथ हर फ्रेन्ड्स अनि हामी चाहिँ अहिले सँगै हस्पिटल जान लाम भने हस्पिटलको बाटो होस्टेल जान लाम अनि वी आर स्टिल फिगरिङ इट आउट के अरे सोध्ने हो म सोध्दै जाने हो हामीलाई चाहिँ बाटो थाहा छैन सोध्दै जाने भन्ने सोचेको Never give up. रहेछ That's for us. Never ए give up. धन्यवाद फर द कोट धन्यवाद कति टाइम लाग्छ नोट पनि गर्ने भनेको अहिले ढिलो हिँड्यौँ कि है ऊ पनि खाएको भएर छिटो हिँड्न सकिनँ क्या अहिले चाहिँ के खाएको त होइन बट स्टिल हजुर पेट लागेको भएर हिँड्दा कस्तो थकै लाग्यो खास फेरि थकै चाहिँ सम्मो बाटो होइन उकालो बाटो थियो त्यही भएर अनि कति भयो टाइम 58 भइसक्यो Oh, plane. भोगटे हो त्यो Bogota. That's Bogota. वा मलाई भने तिमीलाई त्यो तल इन्भाइरोमेन्टलको जाने ब्लकतिर कस्तो एउटै झुप्पोमा कति धेरै थियो कि म टिप्न मन लाग्थ्यो तर फेरि पछि सुन्तला पनि थियो हाम्रो गोल थियो 14 भित्र पुग्ने अनि 9 भइसकेको छ अनि हामी हस्पिटल नै पुग्न सकेका छैनौँ हस्पिटलबाट लाग्छ 15 मिनट जति तर हामी सुस्तरी भन्दा नि अब हिँडेर 2.3 किलोमिटर हिँड्दा त टाइमै लाग्दो रहेछ है म त चप्पल लगाएर आएको छु जग पनि कसरी गर्नु भोलिबाट चाहिँ मलाई जुत्ता लगाएको मन नै पर्दैन किन हो यार एकदम करले लाउँछु मैले जुत्ता त्यो क्रिज बसेर नि होला मेरो त्यो जुत्तामा लाउने वा नलाउने मास्क ल्याउने बिर्सेछु आइम ह्याभिङ ट्रबल राइट नाउ के अरे हामी पुग्ने कहिले हो कहिले यो चाहिँ कस्तो राम्रो चाहिँ छ है कन्ट्री साइडवाला फिलिङ दिन्छ तर के हो त्यो यहाँ आउँदा त देखेनौँ त पोल्ट्री फार्म जस्तो छ हाम्रो पछाडि पनि हामी जस्तै स्टुडेन्टहरू आउँदै हुनुहुन्छ 2 जना अनि यहाँ चाहिँ टनेलहरू छ जसलाई देखेर मलाई मम्मीको याद आयो याप अनि